सो आज पनि हाम्रो ब्लग स्टार्ट भयो। त्यो फेस धेरै कालो आयो भन्ने चाहिँ कुरा आइरहेको छ यहाँबाट हैन। ल सबैलाई नमस्कार, सबैजनालाई स्वागत छ। आज हाम्रो ब्लग स्टार्ट हुँदैछ। यस, त अब एकैछिनमा हामी तपाईहरुसँग सँगै रहन्छौं। तपाईहरु नछुटाउनु होला, पुरा हेर्नु होला है त। अनि आफ्नो सारथीको सोलो भिडियोग्राफी अनि म बसे। ल आऊ बस। अनि मायाजीलाई बोलाइयो अनि मायाजी भिडियोग्राफी गर्दै हुनुहुन्छ। सानी तिमीले भनेको माने मर्न भन्दा बौलाउनै ठिक ठाने खारेको भेल काँडा भोनिर माया पिरतीको खेल। यति भइसकेपछि अझै गीत गाउँदै गाउँदै बाटो कट्ने छ आज। तपाईहरु अवश्य पनि सुनेर हेरेर जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया अवश्य पनि दिनुहुनेछ, यो आशा गर्छौँ। अब म्युजिक राखौँ भने कपिराइट हाल्नेछ भन्ने डर मैले कुरा गर्दै गर्दै जाउँ। ल कति सुन्दर फ्लावरहरू। मुटु भरे तिम्रै याद भरेर मिठा मिठा कल्पना गरेर मनमा तिम्रै माया बोकी यहाँसम्म आए। रुँदै कहाँ जाऊँ म, कहाँ कहाँ खोजौँ म, तिम्रो दर्शन पाइन मैले आँसु मात्रै पाएँ। सो यो गीत सँगसँगै अब हल्का घाँटी चिसो गला चिसो गराउनु पर्ने भयो। सो अब भाइले आँखु पेलेर पुदिना राखेर मिन्ट राखेर जुस बनाउँदै अनि मायाको एउटा फोटो खिचेको। सो भाइले जुस राख्यो त चेस वरिपरिको माहौल ठिक छ, रमाइलो छ। आज चिसो पनि छैन गर्मी पनि छैन। त आइयो अब हामी रोज गार्डन फ्लावरहरू फुलिरहेको थियो, फुलहरूले स्वागत गरिरहेको थियो हामीहरूलाई। अनि ब्याकग्राउन्डमा सुन्न सक्नुहुन्छ हल्का हल्का म्युजिक बजिरहेको छ। जति पनि रिटायर्ड हैन मानिसहरू बसेर आनन्दले गीत गाउने बेलुका इन्जोय गर्ने ठाउँ हो यो। सो त्यसपछि चाहिँ मैले लिएँ आकाशको शिकारीको एउटा भिडियो सर्ट। ओ वाह, ऊ शिकारी बसिरहेछ। त यति घुमफिर गरेर हामी फर्कियौँ घरको तर्फ। सो हल्का जाम लागेर